बिहानै 5 बजे उठेर रेडी भएर गाडीको लागि गए। बिहान भएकोले पुरै उज्यालो भइसकेको थिएन, तर लक्कीली सूर्योदय भने देख्न पाइयो। आजको यो मेरो यात्रा सल्यान खलङ्गासम्मको थियो। यात्राको क्रममा देखिने डाँडाकाँडा, पहाड, वनजङ्गल, खोला नालाले गर्दा मनमा एक खालको पिसफुलवाला भाइब आइरहेको थियो। त्यत्तिकैमा मनमा एउटा अनौठो प्रश्न खडा भइरहेको थियो कि यति विशाल पहाडहरू, वनजङ्गलहरू भएर पनि कति शान्त भएर बसेको हो कि। असारको महिना भएकोले कतै रोपाइ चलिरहेको थियो त कतै धानको बिउहरू कलिला हुँदै थिए। यस्तै सोचमा अल्मलिरहेको थिए। कति बेला सल्यान खलङ्गा आएछ पत्तो भएन। एक यात्राले कैयौँ सुन्दर दृश्यहरू समेट्न सक्छ र ती अझ सुन्दर र अविस्मरणीय बनेर हाम्रो जीवनमा कहीँ न कतै झकमकाइरहन्छ। यही नै एक यात्राको विशेषता हो।